एकदम ढिलो भएर आत्तिर आएको थिएँ लास्टमा यस्तो मम्मीलाई गाडीमा गाली गरेको कसलाई हामीलाई मैले गर्दा मैले के हुन्छ मोबाइल छोडेर मेरो चाहिँ यहाँ जन्मदन्ताले अलिक तपाईँहरू पनि आउनुभयो भने चाहिँ एउटा आइडेन्टिटी कार्ड सानो उमेर भएन म जस्तो बच्चा हुनु एउटा आइडेन्टिटी कार्ड चाहिँ हाम्रो कुरिनले फेरि उसलाई कम त हेरेन होला खेचकारै भनौँ यार यो प्लेन ढिलो जानुको कारण वेदरको कारणले गर्दा यहाँ एकजना मान्छे लम्पसार पर्नु भएको अवस्था छ केही भन्नु छ छैन सुतिरहनु अघि त्यसले बम भएको थाल्यो यतापट्टि ड्याडी तपाईँ खुसी हुनुहुन्छ हाम्रो चाहिँ के भएको थियो भने फ्यामिली नै हामी बाहिर घुम्न मतलब घुम्न त घुमिरहेकै हो हामी पोखरा जाने भनेर चाहिँ सानैदेखि म सानै हुँदादेखिको प्लानिङ थियो होइन सँगै फ्यामिलीमा चाहिँ अनि फ्यामिली नै चाहिँ घुमेको थियौँ ड्याडी एक्लै म एक्लै कहिले मम्मी र म कहिले ड्याडी र मम्मी त्यस्तो चाहिँ भएको थियो अनि कस्तो खुसी लागेको छ तपाईँलाई खुसी हुनुभएको छ एकदम खुसी हाम्रो चाहिँ 3 दिनको टुर हुन्छ अहिले चाहिँ तर हाम्रो चाहिँ बिहान 8 बजेको भनेको थियो तर यो वेदरको कारणले गर्दा 11 बजे सरेको थियो अनि फेरि 11 बजे त हो नि भनेर गर्दा गर्दै रेडी हुँदा हुँदै कस्तो ढिलो भएको थियो होइन बल्ल 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 11 बज्न लाग्यो त आइपुग्यो 10 घन्टा लागेर आइपुग्यो रिसाउनु भएको थियो उहाँ महानु भएको चाहिँ ढिला आउने भयो भनेर एकदम रिसाउनु भएको थियो मैले गर्दा फ्लाइट तर आधी घन्टामा हामी भ्याउने रहेछौँ सकभर अलिक आपत चाहिँ परेको थियो अनि यहाँ रिसाले अहिले चाहिँ खुसी हुनुभयो अरू केही भन्नु मम्मी फेरि सिरियस मुडमा हाई गर्नुहुँदैछ मम्मीलाई के भएर सिरियस मुड भयो मम्मी टेन्सन हुनुभयो कि क्या आन्टी अलि आन्टीको पापा आउँछ मम्मी एकदम मम्मीलाई टेन्सन परिरहेको के भन्नु आउने हो ल ड्याडीले इन्जोय गरेर आउने हो भन्छ इन्जोय गर्ने भनेको यहीँ चाहिँ रातो श्रीको आयो कता जानु लाग्यो हाम्रो त श्रीको हो क्या भैरव हो सुत्केको सबैजना वर्किङमा छौँ हामी एउटा नराम्रो हुन्छ एउटा नराम्रो अरे के
भन्छ भन्दैन होइन कसले भन्नु लाग्यो मान्छे मेरो देखि छ है हामी चाहिँ यिनीहरू दुईजना कुरा सुनेर हाँस्नु पर्ने अरू केही कुहिरिने हेरेर त कुहिरिने हेर रे कुहिरिने त हुनुहुन्छ कुहिरे कुहिरे यहीँ हुनुहुन्छ यहाँ हुनुहुन्छ बेबी ओइ यहाँ कुहिरे कुहिरे यहाँ हुनुहुन्छ नेपाली नेपाली कुहिरे कुहिरे जा भन्नु अरू के तपाईँलाई जिज्ञासा लाग्यो यस्तो प्लेन त मैले कति बनाएँ बाँसको बनाएर उडाउँदिनँ कहिले यस्तो त हामीले बाँसकै बनाएर उडाइदिन्छ त्यस्तो कुरा गर्नुभयो त मेरो घरमा नि हात्ती छ हात्तीहरू यस्तो त प्लेनको म त दुईवटा बाँस काटेर फेरि यस्तो हालेर हेलिकप्टर नि बनायो हेलिकप्टर हामीले नि हेलिकप्टर घरभित्रै उड्ने हेलिकप्टर हेली भनेपछि घुमी छ नि त हेली हेलीको चाहिँ के पेट्रोल हाल्नु हार्बाले फेरि टाउको पो दुख्छ होला त मलाई लाग्छ मेरो घर ड्रेसको लागि मात्रै आफूले पैसा तिर्यो अरू केही पनि ओइ उयो रहेछ पुगिहाल्छ नि अब ल हामी उनीहरू रहेछ पो त यता होला हामी बाटो हराएर सरजीले बाटो खोज्नु हुँदैछ अस्ति लाग्दा ओइ हरायो त हामी आउनु आउनु त्यो त छैन क्या ए हो बत्ती बालेको पऱ्यो यो यतापट्टि बत्ती बालेको ए अँ बत्ती जता तता बाल्छ त्यता जाने हो
यता एउटै हो कुरो यहाँ छ नि त्यहाँ आगैबाट फर्क्यो म आगैबाट फर्क्यो त यता 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 त्यो निस्किने हो नि ड्रिम सिटी पोखरा यही होला यो बाटो हामी हेरेकै छैन यो अघि आएको बाटो होइन होला हौ पुऱ्याइदिनु भनौँ न तिनीहरूलाई अस्ति हामी सिभिल महलमा त्यही गएको हो क्या मम्मी यो चाहिँ ठुलो रहेछ हामी चाहिँ अहिले पोखराको आन्टी कस्तो भएर तपाईँलाई झ्याउ लाग्यो होला मम्मी ड्याडी चाहिँ त्यहाँबाट हेरेर अब हामी त पनि चढ्छौँ अब हामी अर्को ठाउँ खेल्दैछौँ ओ मैले एउटा त्यो हेर्ने भनेको थियो हेर्नु न यही त नि यी फेरि त ओ यही साइड हेर्ने भनेको थिएँ क्या मैले ओ यहाँ त कस्तो दामी वाउ मैले हो हेर्ने भनेको क्या यो डिल खै भनेको अघिदेखि सोधेको छु अघिदेखि सोधेको छु मैले हामी ठ्याक्क ठाउँमा बसेर अघि राख्यौँ हाम्रो गाडी पनि गर्नु पर्यो हार गर्नु परेन टक्कै हिँड्दै आयौँ अनि आफ्नो काम गर्छौँ अब ठिक फेरि म आएको छु होइन वेलकम टु माई न्यू ब्लग अनि हामी चाहिँ यो पोखराको भर्खर त्यो फन पार्कमा छिरेर आएको गाइस मैले भिडियो त बनाउनु पाएन अब यो बाटो चाहिँ म देखाइदिन्छु गाइस तपाईँहरूलाई पछाडि चाहिँ मेरो फ्यामिली मतलब मम्मी बाबा आन्टी हुनुहुन्छ गाइस अगाडि हेर्नु मलाई लागेको छ क्या अनि अहिले चाहिँ अगाडि चाहिँ दिदी र दादा जानुभएको छैन गाइस म चाहिँ भर्खर म फेरि पनि भेटेको छु है गाइस अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ एकदम रमाइलो छ होइन अनि जाडो चाहिँ जाडो छ है जाडो मौसम आएर एकदम जाडो छ तातो लुगा लगाएर आउनु होला गाइस म चाहिँ यही भन्न चाहन्छु अनि मेरो यो नाइट भ्यू चाहिँ हेर्नु गाइस यस्तो है फेरि हेलो गाइस हामी फेरि पनि भेटेको छौँ है यति गाह्रो भइरहेको छ गाई जहिले हिँड्छ होला होइन मेरो हातमा हेर्नु साथीको डेटमा केही पनि छैन कि गाइस कति गाह्रो हो किनकि मलाई मनपर्छ नि त होइन
हामी चाहिँ दिदीहरूले हामीलाई छोडेर जानुभएको हो होइन हामीले जानु हामी बिस्तारै आउँछ भनेको त पत्रमा छ कहाँ पुगिसक्नु भएको छ कि छोडेर घरै पुगे जस्तो सिन होइन कहाँ पर्खिराख्नु भएको रहेछ होइन गाइज नाम लिएको रहेछौँ त्यहाँकै रिसाएर बस्नु भएको छ बुम भएर बस्नु भएको छ गाइज फकाउने कि नफकाउने हो यहाँ भेन आइराख्नु भएको छ दिदीको चाहिँ गाइज रियाक्सन मैले देखेँ हेर्नु है बुम फर्केको छ गाइज Why are you resigning यहाँ ब्लगमा भन्नु मम्मीहरू कहाँ पुगिसक्नु के छैन धन्यवादको अहिले हो त लु हाम्रो रिसाको मान्छे चाहिँ उहाँ नै हो गाइज होइन तर रिसाको होइन ह्याप्पी भएको हो बाबा नि यहाँ फर्केर बस्नु रहेछ म त खुट्टा लास्टै हामीले आइसक्रिम पनि ल्याएको छौँ खाऊँ न तिमीहरूलाई एकछिन न दुईटा फ्लेभरको ल्याएको ल यो चाहिँ पक्रिन्छ गाइज होइन दुइटा ल्याइदिएको छ ला ऊ माग्नु बिर्सेछ नि त्यसको चम्चा चाहिँ के छैन म त यो खाने यो अहिले होइन राख्नु न त्यो खानु यो चाहिँ रुममा गएर खान्छ मायाले अनि त्यो झोला चाहिँ कहिले बोकिदिन्छ अब तपाईँ बोक्नु गाइज होइन म पनि फेरि पनि दौडी भर्खर कट गरिदिएको यहाँ रिसाको मान्छेलाई हामीले यहाँ आइसक्रिम दिएर फकाइसक्यौँ फकिन भयो होइन त एकदम फकिन भयो आइसक्रिम दिएँ होइन यति खुसी हुनुभयो नि आइसक्रिम दिएर यहाँ नि मेरो अनि यहाँ हाम्रो बाबा पनि हुनुहुन्छ होइन बाबाले चाहिँ आज चस्स पार्नु भयो है गाइज गर्नुभएको चाहिँ यहाँ चाहिँ पोज दिइराख्नु भएको छ है गाइज अब हामी भोलि त पोखराको लेक पोखराको फेवाताल घुम्न जाँदैछु गाइज कस्तो छ हामी म भन्छु पछि होइन अनि म पोस्ट पनि गर्छु मेरो लाइक गरिदिनु कमेन्ट गरिदिनु होइन गाइज अनि के भन्छु भने यस्तो नाइट भ्यू एकदम राम्रो छ गाइज अनि यहाँ के बोलिदिनुहुन्छ तपाईँले सुषमाजी यहाँ खानुकै चिन्ता गर्नुहुन्छ मेरो दिदी चाहिँ साह्रो बुम भएको हुन्छ र मैले फकाएँ होइन अनि मैले त मेरो चोइस हो नि त दिदी अनि हेर्न दिनुपर्छ भनेर मैले दुईटा लिएर दुईटा किन्नु भएको छ भेनाले दुईटा फ्लेभर पनि भन्नु अघि अनि गाइस अनि गाइस मम्मीहरू चाहिँ कहाँ पुगिसक्नु भयो होइन हामी चाहिँ यहीँ छौँ दिदीहरू धन्न हाम्रो पश्चिममा छ मैले त जानुभयो भनेर भन्छु तपाईँलाई ओके बाई रुम पुगेपछि भेटौँला बाई बाई